यो सबै मान्छेले भएको बाटो छ तर गाडी छैन। काममा मुमीमा खाङमा डोरा नि मलाई यार। गाइज वेलकम टु माई न्यू भिडियो। अनि हामी चाहिँ यति बेला सर्मदानमा खतिरहेका छौँ। धरानका मेरो हर्को साङपाङ भन्दा हामी धेरै सर्मदान गर्छौँ, तर हामीले भिडियोमा नदेखाएको मात्रै हो। नपत्याइ हेर्नुहोस्, यसरी पोल बोक्नु पर्ने हुन्छ। यो सबै मान्छेले भएको बाटो छ तर गाडी छैन। हामी किन त्यही भएर सर्मदानमा यसरी पोलखोट बोकेर खतिरहनु परेको छ। यति बेला हामी चाहिँ बिजुलीको पोल बोक्दैछौँ। काममा मुमीमा खाङमा डोरा नि मलाई यार। हामी चाहिँ यसरी पोल बोकिरहेको छौँ बिजुलीको। त्यत्तिकै सजिलो छैन नि साथीहरू, हेर्नुहोस् हामीले बोकिरहेका छौँ। भन्नलाई सजिलो होला, त्यति सानो एकचोटि बोकेर हेर्नुहोस् कस्तो हुन्छ, आफै अनुभव गर्नु सक्नु नै छ। र सर्मदान गर्नुपर्छ भनेपछि हामी चाहिँ एकजुट हुन्छौँ। यसरी हेर्न सक्नुहुनेछ दिदीबहिनीहरूले कस्तो मजाले बोकिरहनु भएको छ। जम्मा वटै मान्दा खोइ मान्ताला टडनु मुस्कानसहित बोक्दै हुनुहुन्छ दिदीबहिनीहरूले। चियामाङ सांगको अगाडि सँगै सर्वदान के